पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु, सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु, धाक लगाएर बस्छु। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने, यो कुन तरिका हो? खैर, म भन्न चाहन्छु मौसम पनि सधैँ एकनासका रहँदैन। फेरि वसन्त आउँछ। झरी बादलको समय आयो भने फेरि शरद ऋतु आउँछ। तसर्थ हामीसँग कर्तव्य छ। हामी राजनीतिक दलहरू लडेर बलिदान दिएर यसलाई यहाँसम्म पुर्याएका छौँ।